हेलो साथीहरु, नमस्ते। वेलकम ब्याक टु माई च्यानल। हामी चाहिँ आज काठमाडौँ उपत्यकामा भएको चारनारायणको दर्शन गर्न जाँदैछौँ। सबैभन्दा पहिला इचङ्गु नारायण जाँदैछौँ। इचङ्गु नारायणको दर्शन गर्यो। अब चाहिँ हामी शेषनारायणको मन्दिर जाँदैछौँ। बाटोभरि हामी भजन गाउँदै रमाउँदै जाँदैछौँ। शेषनारायणको मन्दिर पनि आइपुग्यो। ल अब हामी दर्शन गर्न जाउँ है त। खानाको हो नारायण आएर दर्शन गर्दा किन गरे भने मैले गरेँ मम्मी शेषनारायणको दर्शन गरियो। अब चाहिँ हामी जलविनायक जाँदैछौँ, जुन चाहिँ चौबारमा पर्छ। अहिले हामी बिसङ्गु नारायण आइपुग्यो। माथि सिँढी चढेर माथि आइपुगिसक्यो दर्शन गर्नको लागि। नदिनु हामीलाई गाह्रो भयो।
अहिले हामी मुक्तिनाथ धाम आइपुग्यौँ, जुन यो चाहिँ ललितपुरमै पर्छ। अनि त्यसपछि हामी दर्शन गरेपछि यहाँ पिङ राखेको रहेछ, पिङ पनि हामीले खेल्यौँ। अहिले चाहिँ हामी चाँगुनारायणको मन्दिर आइपुग्यौँ। मन्दिरको दर्शन गरेर हामीले त्यहाँ मिठो तातो तातो सेलो चिया पनि खायौँ। कस्तो राम्रो बनाएको कतिमा त गहिले बिर्सेर जान्छु। अहिले चाहिँ हामीले पशुपतिनाथको दर्शन पनि गरिसक्यौँ। यसरी चारनारायणको दर्शन गरेर अन्तिममा पशुपतिनाथको दर्शन गरेर हाम्रो आजको तीर्थयात्रा चाहिँ नि यही नै समाप्त भयो।